शेषनारायणलाई र उता प्रदेश 2 मा शत्रुघ्न महतोलाई जिताउने पुरा मन बनाइसकेको छ र त्यही रूपमा उत्साहजनक रूपमा मतलब कि मतदाताहरू सहभागी भइरहेका हुन्छ कार्यक्रममा। जस्तै अब त्यो रूपमा दुई पटक चुनाव उहाँले जित्नुभयो महाशेठजीले, तर जनताको विकासको काममा, जनताको अधिकारको काममा, यस क्षेत्रका समृद्धिका काममा, सिँचाइका, सडक, शिक्षा, स्वास्थ्य कुनै कार्यमा उहाँको कुनै किसिमको मतलब कि योगदान छैन। जितेको सांसदले पहिला आफ्नो क्षेत्रलाई हेर्छ र यस क्षेत्रको 4 नम्बर क्षेत्रको दुर्दशा हेर्नु, विकासमा पछाडि छ, शिक्षामा पछाडि छ, स्वास्थ्यमा पछाडि छ, सिँचाइमा पछाडि छ, किसानहरूलाई समयमा मल खाद उपलब्ध हुँदैन, किसानहरूको जुन समस्या छ त्यो समस्याहरू समाधान हुँदैन। त्यसैले यसपालि जनताहरूले मूल्याङ्कन गरेर गठबन्धनका उम्मेदवारहरूलाई भोट दिइरहेको छ र गठबन्धनको उम्मेदवारहरूलाई नै मतलब कि जिताउने मनसायमा पुगिसक्नु भएको छ। यतिकै मतलब कि हल्ला मात्रै छ, त्यो कुनै किसिमको मतलब कि गठबन्धनको जति मतदाताहरू छन्, गठबन्धनकै उम्मेदवार यस क्षेत्रको प्रतिनिधि सभामा गाछीछापमा, प्रदेश 1 मा मलाई गाछीछापमा र प्रदेश ख मा कलम छापमा सबैले मतलब कि मत हालिरहेछ। अब त्यो मतलब कि जुन उम्मेदवार एमालेका उम्मेदवार, जसपाका उम्मेदवारहरू हारको मानसिकताले आफ्नो मान्छे परिचालन गरेर कि यसरी मतलब कि गठबन्धनबाट हाम्रो भोट आइरहेछ भनेर मतलब कि प्रचार मात्रै गरिरहेको छ। त्यो केही होइन, मिथ्या हो। त्यसले मतलब कि जनताहरू कुनै किसिमको भ्रमितमा पर्दैन र जनता एकदमै उत्साहपूर्वक गठबन्धनको उम्मेदवारलाई जिताउनको लागि लागेको छ र यसमा मतलब कि महेन्द्र यादवजीलाई प्रतिनिधि सभामा, प्रदेशमा मलाई र खमा शत्रुघ्न महतोलाई जिताउनको लागि जनता जुन लागि पर्नु भएको छ, त्यसले मतलब कि यस क्षेत्रमा खास गरेर मतलब कि गठबन्धनको जित सुनिश्चित छ भनेर मतलब कि हामीलाई विश्वास लागिन्छ। जसपा नेपाल जुन मतलब कि मधेसी जनताको हक अधिकारको मुद्दा लिएर विभिन्न यहाँ आदिवासी जनजाति, मुस्लिमहरूको, दलितहरूको मतलब कि एजेन्डा लिएर जुन सङ्घर्षरत गर्दै थियो, त्यसमा हामी पनि सहभागी भएर हामी पनि निरन्तर लागेर मतलब कि त्यो सङ्घर्षमा मतलब कि साथ दिइरहेका थियौँ विभिन्न पदमा मतलब कि बसेर। तर पछिल्लो समयमा जब गठबन्धन भयो, यो देशमा प्रतिगमनकारी शक्तिले दुई चोटि सदन विघटन गरेर प्रतिगमन लाद्न खोज्यो, त्यतिखेर पवित्र गठबन्धन नेपाली काङ्ग्रेसको अगुवाईमा पवित्र गठबन्धन बन्यो र त्यो पवित्र गठबन्धनबाट, 5 दलीय गठबन्धनमा जनताको हक अधिकारको लागि अगाडि बढिरहेको थियो, देशको समृद्धिको लागि, देशको विकासको लागि अगाडि बढिरहेको थियो। त्यही बिचमा चुनावमा पनि 5 दलीय गठबन्धन सहमतिमा नै जाने भनेर मतलब कि छलफल चल्दै अवस्थामा एकाएक न जसपाको केन्द्र समितिको निर्णय, न कार्यकारिणीको निर्णय, न कुनै किसिमको मतलब कि पार्टीमा कोहीसँग छलफल, एकाएक रातारात गएर केपी ओली कहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवजीले मधेसी जनताको भावना विपरीत, मधेसी एजेन्डाहरूलाई लिएर शहीदलाई अपमान गरेर जुन आत्मसमर्पण गर्नुभयो, त्यो कारणले गर्दा यस क्षेत्रका मतलब कि 80-85% जसपाका कार्यकर्ता, नेता, शुभचिन्तकहरू नेपाली के भन्छ जसपा छोडेर यो देशको सबभन्दा ठुलो लोकतान्त्रिक पार्टी जो गठबन्धनको अगुवाई गरिरहनु भएको छ, त्यो गठबन्धनको अगुवाई गर्ने नेपाली काङ्ग्रेसमा हामी प्रवेश गऱ्यौँ र नेपाली काङ्ग्रेसले हामीलाई पत्याएर, नेपाली काङ्ग्रेसले विश्वास गरेर हामीलाई उम्मेदवार बनाएर जनतामाझ पठाउनु भएको छ र नेपाली काङ्ग्रेसलाई हामी धन्यवाद दिन चाहन्छौँ। अनि जित्ने आधार के तपाईँको? एकदम जित्ने आधार जुन हाम्रो पहिलाको विगतको जनताको लागि जुन काम गरेको छु, जनताको विकासको लागि, जनताको सेवाको लागि, जनताको आयमूलकको लागि जुन काम गरेको छु, त्यो कामलाई पनि आधार मानेछ। जुन हाम्रो राजनीतिक सङ्घर्ष छन्, जनताको लागि जुन गरेको छु, त्यो सङ्घर्षहरूलाई मतलब कि आधार मानेर जनताले उत्साहपूर्वक हामीलाई प्रतिनिधि सभामा महेन्द्र यादवजीलाई र प्रदेशमा मलाई उत्साहपूर्वक मतलब कि मतदान गर्न आतुर हुनुहुन्छ र मतदान गर्नको लागि, मत दिनको लागि एकदम तत्पर छन्, तयार छन्।